नमस्कार तपाईँ सम्पूर्ण दर्शक श्रोताहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ न्यू खबर युट्युब च्यानलमा। भर्खरै नवनिर्वाचित धरान उपमहानगरपालिकाका मेयर साहब हर्क साम्पाङ राई उहाँको सङ्घर्षको कथाहरू लिएर आएका छौँ। खोटाङ जिल्लाको दिक्तेलमा जन्मनुभएका हर्क साम्पाङ उच्च शिक्षा हासिल गर्न धरान झरेका थिए र उहाँले धरानमा राजनीतिक विषय लिएर उच्च शिक्षा हासिल गर्नुभयो। उहाँले धरानका सम्पूर्ण जनताहरूलाई एकदमै राम्रो काम गर्नुभयो र धरानवासीहरूको लागि उहाँले उदाहरणीय कामहरू गर्नुभएका थिए। यसअघिको चुनाव 2074 सालको स्थानीय तहको निर्वाचनमा पनि उहाँले धरान उपमहानगरपालिकाको मेयर पदमा उठेका थिए। कारणवश उहाँ विजयी हुन सक्नु भएन र त्यसपछि अझ राम्रो काम गर्नुभयो र 2079 को चुनावमा उहाँ स्वतन्त्रबाट लड्नुभयो र उहाँले मेयर साहब लड्दाखेरि नै उहाँले खर्च गर्नुपर्दाखेरि नै उहाँले 1 लाख भन्दा धेरै गरेको छैन। त्यो पनि उहाँका साथीभाइहरू इष्टमित्रहरूले को सहयोगमा गरेका थिए। चुनाव प्रचार पनि उहाँ एक्लै गर्नुहुन्थ्यो। बाटोमा गएर अटो लगेर एक्लै गर्नुहुन्थ्यो र उहाँलाई भन्ने गर्थे विभिन्न राजनीतिक दलका व्यक्तिहरूले उहाँले पनि चुनाव जित्छ र भनेर, र उहाँले आखिरमा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिका जस्तो गरिमाई पदमा निर्वाचित हुनुभयो। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र लाइक, कमेन्ट, शेयर अनि यो भिडियोलाई सबैमाझ पुर्याइदिनुहोला भन्न चाहन्छु। यति भन्दै म पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।